नमस्कार सबैलाई। आज मैले मेरो जिन्दगीको अप्रिय दुःखद घटनाको बारेमा भन्न गइरहेकी छु। जुन घटना भन्दाखेरि अझै पनि यो मुटु काप्छ, यो मुटु हल्लिन्छ। पृथ्वी भासे जस्तो लाग्छ, आकाश मैमाथि खसे जस्तो लाग्छ। तर पनि मान्छेले जीवनमा जे जस्तो भए पनि स्वीकार्नै पर्दो रहेछ, सहनै पर्दो रहेछ भन्ने कुरो पनि अलिकति मैले बुझेँ। घटना थियो 2000 आजभन्दा लगभग 6-7 वर्ष अगाडि, जुन कोरोनाको पहिलो लटमा थियो। त्यो बेला कुन अवस्थामा हामी गुज्रिरहेका थियौँ, कुन अवस्थामा मानिसहरूको जनजीवन चलेको थियो, त्यो अवस्था हामीहरू सबैलाई अवगत नै छ। म आफू स्वयं पनि कोरोना पीडित थिएँ। त्यसै दिन मलाई एक दिन यस्तो ममाथि यति वज्रपात पर्यो कि मेरो जिन्दगीमा अहिलेसम्मकै त्यस्तो घटना सायद परेको थिएन र परेको पनि छैन होला। घटना थियो त्यही टाइममा वैशाख 6 गतेको, जुन दिन मैले मेरी प्राण प्रिय जन्मदिनी आमालाई गुमाउनु परेको थियो। जुन समय, जुन अवधि मलाई एकदमै कष्टकर थियो। न म त आमालाई भेट्न जान नै सक्थेँ, न म आमासँग बस्न नै पाउन सक्थेँ। जताततै गाडी बन्दहरू, लकडाउन, कहीँ पनि गाडी चलेको थिएन। मान्छे जहाँ छ उहीँ बस्नुपर्ने अवस्था थियो। र त्यो अवस्थामा म कसरी गुन्जिरहेकी थिएँ, म कसरी चलिरहेकी थिएँ। सायद जिन्दगीको सबभन्दा ठुलो घटनाहरू के नै हुन्छ र एउटा आफूलाई जन्म दिने आमालाई नै गुमाउनु पर्दाखेरिको त्यो क्षण यति टाढा भएँ कि न चाहेर जान सक्छु, न भेट्न सक्छु। कमसेकम सास नभए पनि लास भेट्न पनि सकिनँ। त्यो दिन सम्झिँदाखेरि आज अझै पनि मुटु भक्कानिएर आउँछ। बल्ल बल्ल गाडी पास गराएर कता कताबाट सेटिङ मिलाएर यहाँबाट बर्दियादेखि